क्वेसन नम्बर 2 मा हेरौं। क्वेसन नम्बर 2 मा के दिएको छ भने 1 by m minus n minus m plus n by m square minus n square दिएको छ र यो डिनोमिनेटर है फर्स्ट फ्र्याक्सन को डिनोमिनेटर भनेको m minus n छ र सेकेन्ड फ्र्याक्सन को डिनोमिनेटर भनेको m स्क्वायर माइनस n स्क्वायर छ है। यो यसलाई यसरी हेर्दाखेरि यो भनेको a स्क्वायर माइनस b स्क्वायर जस्तो छ। त्यसैले हामीलाई a स्क्वायर माइनस b स्क्वायर को फर्मुला के थाहा छ भने a प्लस b a माइनस b भनेर थाहा छ। त्यसैगरी m स्क्वायर माइनस n स्क्वायर भनेको पनि m प्लस n m माइनस n हुन्छ र यदि हामीले यो m स्क्वायर माइनस n स्क्वायर को ठाउँमा m प्लस n m माइनस n लेख्यो भने यो स्थलको हुन्छ। अब यसको न्युमरेटरमा पनि m प्लस n भन्ने फ्याक्टर छ, डिनोमिनेटरमा पनि m प्लस n भन्ने फ्याक्टर छ। अब यसलाई हामी के गर्न सक्छौं, यसलाई क्यान्सल गर्न सक्छौं है, किनकि न्युमरेटर र डिनोमिनेटरमा सेम फ्याक्टरहरु छ भने त्यसलाई क्यान्सल गरेर 1 हुन्छ, किनकि x by